राजनीतिमा कहिलेकाहीँ यस्ता क्षण देखिन्छन् जहाँ गणनाभन्दा भावना भारी पर्छ। प्रतिस्पर्धाभन्दा मानवता माथि उठ्छ र नाराभन्दा अनुभव बोल्छ। यस्तै दृश्य मोरङ क्षेत्र नम्बर 3 अन्तर्गत पर्ने पथरी शनिश्चरी नगरपालिका वडा नम्बर 4 मा देखिएको छ। नेपाली काङ्ग्रेसका लोकप्रिय युवा नेता डाक्टर सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाटका क्रममा प्रतिस्पर्धी उम्मेदवारको प्रभावशाली वडामा पुगेका थिए। सुरुवाती रूपमा मनमा केही आशंका भए पनि वडा नम्बर 4 मा पाइला टेकेपछि ती सबै आशंका एकाएक मेटिए। त्यहाँको वातावरण डाक्टर शर्माले कल्पना गरे भन्दा बिल्कुल फरक थियो। स्थानीयवासीहरूले डाक्टर शर्मालाई खुलेर स्वागत गरे। युवा युवतीदेखि ज्येष्ठ नागरिकसम्मले आफ्ना सुख दुःख सुनाए। धेरैले पहिलो पटक मतदान गर्न लागेको अनुभव सुनाए भने कतिपयले स्पष्ट रूपमा भने हामी तपाईँका प्रतिस्पर्धीलाई चिन्ने गर्छौँ, तर डाक्टर सुनिलले गरेका मानवीय कामहरू नेपालभर चिनिएका छन्। कतिपय स्थानीयको भावुक भनाइ थियो, हामीले मात्र चिनेको मान्छे होइन, सुनिलले गरेको कामले उहाँलाई चिनाएको छ। उहाँ पहिले पनि जित्नु भएको हो, यसपटक त झन् ढुक्क छ। डाक्टर सुनिललाई भेट्दा धेरैको आँखामा विश्वास देखिन्थ्यो। कसैले क्यान्सर उपचारमा पाएको सहयोगको कथा सुनाए, कसैले कठिन समयमा पाएको साथ सम्झिए। आमा दिदी बहिनीहरूले आशीर्वाद दिँदै भने चुनावको बेला मात्र होइन, हामीलाई त सधैँ आफ्नै मान्छेको साथ चाहिन्छ। स्थानीयको एकमत स्पष्ट थियो, छिमेकी भनेर होइन, जसले काम गर्छ उसैलाई भोट दिने हो, हामीलाई होइन, राम्रो मान्छेलाई जिताउनुपर्छ। डाक्टर सुनिल शर्माले पनि स्थानीयसँग खुलेर आफ्ना मनका कुरा राखे। उनले स्वीकार गरे, यहाँ आउँदा अलिक डर लागेको थियो, तर तपाईहरूको माया, विश्वास र अपनत्वले मलाई झन् जिम्मेवार बनाएको छ। स्थानीय पूर्वाधारदेखि स्वास्थ्य सेवासम्म डाक्टर शर्माले गरेको पहलको चर्चा स्थानीयले गर्वका साथ गरे। बाटो निर्माणदेखि बिरामी परेका बेला घरमै पुगेर अस्पताल पुर्याउन सहयोग गरेको प्रसङ्गले उपस्थित सबैलाई भावुक बनायो। यी सबै काम चुनावी नारामा सीमित नभई 2074 को चुनाव हारेपछि पनि निरन्तर जारी रहेको स्थानीयको भनाइ थियो। पथरी शनिश्चरी नगरपालिका वडा नम्बर 4 का जनतासँगको भेटपछि डाक्टर सुनिल शर्माको मनमा रहेको दुविधा पूर्ण रूपमा हटेको देखिन्थ्यो। अन्त्यमा स्थानीयको एउटै स्वर थियो, यसपटक पनि काम गर्नेले नै भोट पाउनुपर्छ। सायद यही नै राजनीति हो, जहाँ प्रतिस्पर्धीको ओडामै पनि कामको प्रशंसा हुन्छ र मतदाताले स्पष्ट रूपमा भन्छन्, यसपटक पनि कुरा भन्दा काम गर्नेले जित्नुपर्छ। बाटो बनाउनलाई मैले मन्त्रीसँग पहल गरेँ। डाक्टर सुनिल शर्मा हाम्रो प्रधानमन्त्री हुनुपर्छ। डाक्टर सुनिल शर्मा जिन्दाबाद, डाक्टर सुनिल शर्मा जिन्दाबाद, डाक्टर सुनिल शर्मा जिन्दाबाद। यसपालिको भोट रुखमा, यसपालिको भोट रुखमा, यसपालिको भोट डाक्टर सुनिल शर्मा जिन्दाबाद। अब पथरीको 4 नम्बर वार्डको सबै बुवा आमा दाजुभाइ दिदीबहिनीहरूलाई मैले फेरि नमन गर्न चाहेँ। म मेरो हृदयको अन्तस्करणबाट तपाईँहरूलाई नमन गर्न चाहन्छु। मेरो बुझाइ के थियो भने अब यहाँको आफ्नै स्थानीय उम्मेदवार, तपाईँहरूको आफ्नै स्थानीय उम्मेदवार भएकोले बा मलाई भोट आउँदैन कि म डराएको थिएँ। तपाईँ त घरको मान्छे नै हो। अब म पनि स्थानीय नै हुँ, खोलाबारी पारी हो होइन। ल तपाईँहरू चाहिँ बडा खुसी भएँ। अनि सुन्नु, यहाँ तपाईँहरू कोही पनि बिरामी हुँदा यहाँ हाम्रो लोककिरण सर अनि हाम्रो भरतध्वज र हाम्रो निशा बहिनी तीनजनामा जसलाई भने पनि उनीहरूले तपाईँहरूलाई घरमा आएर अस्पताल पुर्याइदिन्छन् हो कि। त्यो चाहिँ अब एकदम आर्थिक रूपमा असाध्यै विपन्नहरूलाई 100% गरिदिन्छन्। अलिकति ठिक्क हुनेहरूलाई 50 गर्छन्। काठमाडौँ जानु पर्यो, आर्थिक रूपमा विपन्न छ भने आउने जाने भाडासहित पनि गर्छन्। यो हाम्रो पहिलादेखि नै हामीले फेसबुकमा हालिदिएको छ, त्यहाँ बस्ने ठाउँ पनि राखिदिएको छ मैले हो कि। तपाईँहरू त्यो सुविधाहरू चाहिँ लिनु होला पहिलादेखि नै। फेरि यो चुनावका बेला होइन नि, तपाईँलाई थाहा छ नि त, यहाँ त क्याबिन पनि राखिदिएको छ होइन, 50 बेडको क्याबिन छ, पहिले चुनाव जितेपछि राखिदिएको हो नि त होइन। अनि 74 मा चुनाव हारेर गए पनि मैले औषधि उपचारमा त कहिले पनि रोकिनँ नि त, रोकेँ सबै तपाईँलाई थाहा छ नि त। त्यसकारणले यो जारी रहन्छ, राम्रो गरी यसको उपयोग गर्नु होला। तपाईँहरू सबैले मलाई आशीर्वाद दिनुभयो भन्ने मैले बुझेँ है त।
हस् म त जाने बेला भइगयो त